तैँले मलाई यति दिन कराइस् मैले सुने। आजदेखि अब यो पलदेखि तैँले एक शब्ददेखि दुई शब्द मेरो अगाडि बोलिस् भने त्यसपछि पनि 24 घण्टा एउटै कुरो भनेको भने आज चाहिँ मैले बोलिनँ भने पाखुरे सुतिर गयो भनेदेखि यो मेरो मोबाइल तेरो खोपडीमा पस्नेछ भनेर मैले जस्तो तरिकाले वार्निङ दिएँ। नमस्ते छ सबैजना ठ्याक्कसितले। आजको ब्लगको शीर्षक चाहिँ भयो धेरै दिनपछि फेरि आयो माग्ने बुढाको फिल्म। धेरै दिनपछि नै किन आयो? कम्ती दिनपछि नि आउनु सक्छ, होइन भने अलिक दिनपछि नि आउनु सक्थ्यो, कि त निकै दिनपछि नि आउनु सक्थ्यो, तर होइन आयो धेरै दिनपछि। धेरै दिनपछि किन आयो भन्दाखेरि यसको पछि कहानी एउटा छ। कहानी यस प्रकारले छ। अब भन्दाखेरि भने जस्तो अझै तपाईँले अब कहानी जान्नको लागि भिडियो चाहिँ हेर्नु पर्यो। अब भिडियो हेर्नु हो भने कहानी जान्ने हुन्छ र कहानी जान्नको लागि भिडियो हेर्नु पर्यो। अझै त्यसको अब यो यति दिन धेरै दिनपछि किन आयो अब कुरो अगाडि बढ्यौँ होइन। कुरो यस प्रकारले छ। आइए देखते हैं, मजा आएगा। पौराणिक शास्त्र अनुसार परिवारमा लागेको सबैभन्दा ठुलो युद्ध चाहिँ भयो महाभारतको युद्ध। त्यसपछिको द्वितीय नम्बरको युद्ध भयो मेरो र मेरो बुढीको माझमा लागेको युद्ध। द्वितीय नम्बरको युद्ध भयो मेरो र मेरो बुढीको माझमा लागेको युद्ध। कुछ शर्म आया है? युद्ध चाहिँ लाग्यो किन भन्दाखेरि अब कुरो यस प्रकारले म ठ्याक्कैसितले भ्लग बनाउन थालेको थिएँ। गएर त्यो भ्लग बनाएको थिएँ। अब मैले बुढीलाई भनेको थिइनँ है यसरी म भ्लग बनाउँदैछु यसमा हाल्दैछु भनेर। कसै कसै गर्दाखेरि उसले भ्लग देखिछे। भ्लग देखे पछाडि चाहिँ अनि मलाई भन्छ मैले किन यसरी भ्लग बनाएँ अरे, यसरी भ्लग नबनाउनु अरे, यसरी नगर्नु अरे। अब त्यो कुरो लिएर मलाई गाली गरे। मैले ठिकै छ मैले माने सुने। मलाई डाडुले हाने ठिकै छ त्यही पनि म रिसाएँ। मलाई बटुकाले हाने त्यही पनि म रिसाएँ। थालले कुटी त्यही पनि म रिसाएँ। त्यसपछि पनि 24 घण्टा एउटै कुरो भनेको भने बिहानदेखि बेलुकासम्म, बेलुकादेखि बेलुकासम्म, बिहानदेखि बेलुकासम्म, बेलुकादेखि बिहानसम्म किन बनाइस् यसरी बनाइस् उसरी बनाइस्। त्यस्तो भनेको भने गर्दाखेरि अनि मेरो चाहिँ पारा टन भयो। एकदम पारा चाहिँ एकदम हाई भयो। अनि मैले त्यो पनि बुढीलाई वार्निङ दिएँ, है बुढी हेरे त धेरै बोल्दैछस्, अझ मेरो कुरामा धेरै नबोल। किनभने तैँले आज 2 दिन 3 दिन भयो एउटै कुरो लिएर मलाई कचाङ 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 गरे। थुप्रो तैँले मैले झाडुले हालिस् त्यो पनि मैले सहेँ, तैँले मलाई पुनिमले हालिस् त्यो पनि मैले सहेँ। 2 दिन कराइस् त्यो पनि मैले सहेँ। आज 3 दिन लागिसक्यो एउटै कुरो लिएर कराइ गर्छिस् भन्दाखेरि पागलमा गएर थालबटुका ठाङ पार्दै झन कराउँदै। त्यसपछि मलाई पनि मेरो मर्दाङ्गिनी भित्रको मर्दाङ्गिनी जागेर आयो। आज चाहिँ मैले बोलिनँ भने अनि मैले चाहिँ मेरो मर्दाङ्गिनी साबित हुँदैन भनेर एकदम मैले ठाने आज चाहिँ मैले बोल्नै पर्छ। अब मैले मेरो स्ट्यान्ड लिनपर्छ भनेर म पनि पाखुरे सिर्केर गएँ। पाखुरे सिर्केर गएँ भनेदेखि कुरो जस प्रकारले छ। मैले चाहिँ गएँ पाखुरे सिर्केर होइन, पाखुरे सिर्केर गएँ म ठ्याक्कै ब्रेक मारेँ। त्यो पनि एक बुझाउँछु। बुझ्यो भने बुझिहाल्ने आफ्नै बुझी त हो भनेर एक बुझाएँ। तैँले मलाई यति दिन कराइस् मैले सुने। आजदेखि अब यो पलदेखि तैँले एक शब्ददेखि दुई शब्द मेरो अगाडि बोलिस् भने यो मेरो मोबाइल तेरो खोपडीमा पस्नेछ भनेर मैले जस्तो तरिकाले वार्निङ दिएँ। त्यसपछि त ऊ झन् रुद्र रूप लिएर भन्छु मेरो पुनि भित्रको एकदम मर्दाङ्गिनी जागेर आयो। मेरो हातको मोबाइल यसको खोपडीमा पसाइदियो भनेर हाने बुढी बसी गएर देवालमा बजाइदियो। डिस्प्ले, आग पिले, ब्रेक पिले, फ्रन्ट पिले, डाउन पिले सबै पिले गयो। र त्यसपछि अब के भयो भन्दाखेरि गएछ त्यो मेरै मोबाइल गयो। सुने मैले मोबाइल पनि गयो मेरो। अब मोबाइल गइसकेपछि भन्दाखेरि अब त्यो मोबाइल त गइहाल्यो। अब कहाँबाट भिडियो बनाउनु भनिस् त? गुड क्वेश्चन, यु आर ए गुड क्वेश्चन। मोबाइल त फुटिगयो। अब मोबाइल फुटिगएपछि भिडियो कहाँबाट बनाउने? त्यसै कारणले गर्दाखेरि मैले 2-3 महिना ग्याप मार्नु परेको हो। अब चाहिँ तपाईँहरूको सामु आउने दिनहरूमा ठ्याक्कैसितले कहिलेकाहीँ भ्लग बनाउँदै हाल्दै गर्छु। र हजुरहरूले मेरो भ्लग मन पर्यो भने चाहिँ ठ्याक्कैसितले लाइक, सेयर, सब्सक्राइब भन्छ यो सब्सक्राइब गरिदिनु पर्छ। तपाईँले ठ्याक्कैसितले भन्ने आउँदैन कति शब्दहरू छन्।
हो त्यही गरिदिनु पर्ने हो छक्कसरी छक्कसरीले गति गरी गएपछि त्यो गरेपछि के हुन्छ भन्दाखेरि नि त मैले भिडियो हालेँ तपाईँलाई ठ्याक्क पुर्याइदियो कति सुविधा भयो नि त त्यो सुविधाको फाइदा त उठाउनु पर्यो त्यो फाइदा कसरी उठाउनु भन्दाखेरि हो त्यसरी उठाउनु र तपाईँले लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला भिडियो क्वालिटी कस्तो के आउँछ नयाँ नयाँ हो त्यस्तै हो धन्यवाद छ मैं कहता हूँ एक बार और देखिए।